मिस्टेकले आएको तर मिस्टेक पनि कोही कोही बेला कुनै टाइमको मिस्टेक पनि मिस्टेक नहुँदो रहेछ कि आज चाहिँ म तपाईँहरूलाई लिएर जाँदैछु एकदम दामी यो टोकियोदेखि नजिकैमा रहेको टुरिस्ट स्पट होइन जसको नाम चाहिँ उमी होतारू भन्ने रहेको छ त्यो चाहिँ एकदम फेमस पार्किङ हो धेरैले देख्नु पनि भएको होला होइन यात्रा चाहिँ आज मेरो दिनभरिको हुन्छ अनि यात्रा सोलो राइड हो होइन कोही पनि छैन म एक्लै हो दिनभरि सो गाइज मैले धेरै मुभमेन्टहरू होइन अनि भ्यूहरू यता त्यता क्याप्चर गर्ने नै छु सो भिडियोलाई चाहिँ हेरेर साथ दिनुहुन्छ भने धेरै आशा लिएको छु गबाल कुदाउनु पनि कि यहाँ चाहिँ स्पिड पर स्काई ट्री पनि देखिरहेको रहेछ होइन देखिन्छ धेरै कुरा देखिन्छ देख्न त छिटो पनि पुगिन्छ क्या यहाँ हेर्नु न आमा टोकियो तलको बाटोबाट देखिने टोकियो र माथिबाट देखिने टोकियो युक्तै अलग छ क्या यतापट्टि छिराइदिउँ होइन लेन चेन गरेर यो अगाडिको गाडी कुन हो दामी तरिकाले कुदाएको छ कपाल मजा आइरहेको छ भाइ भ्यू उठ्दै छ होइन टोकियो सहर हेर्दा लाग्छ बाइकमा तर सोलो राइड गर्दा पनि होइन एक्लो फिल्छ नहुने क्या बबारै मजा आउने नि त सोलो राइडको मजा चाहिँ यो होइन गाइस हामी चाहिँ योकोहामातिर जाँदैछौँ होइन यो लेनबाट चाहिँ योकोहामा जान्छ अनि त्यो लेनबाट चाहिँ हाकोजाकी भन्ने ठाउँमा जान्छ है त गाइस यहाँ त सुरुदेखि नै लेन कता जान्छ भनेर एकदम बनाएको बसेन भने त यत्रो ठुलोमा एक ठाउँ मिस्टेक भयो भने फर्केर जान चाहिँ आधी घन्टा 1 घन्टै हो के त्यो प्रायः छैन अब यहाँबाट फर्केर जाँदा त्यो मारिहाल्छ होइन त्यो त अब नचिता अब नसोचे पनि हो त्यो रुल ब्रेक पनि यति ब्रेक हो कि त्यो अब सकिएको नि होइन अनि अब यो जस्तै अब म अब यो 3टा योकोहामा भनेर देखाएको छ नि त्यहाँ अनि यो यता चाहिँ हाकोजाकी भनेर देखाएको छ होइन यो लेनबाट म मिस्टेक भएर यहाँबाट होइन जस्तै म यो हाकोजाकी गिन्जातिर गयो भने चाहिँ अब सिद्धो क्या त्यो फर्केर यो लेनमा मिलाउनको लागि यस्तो झ्याउ हुन्छ होइन पुरै खाइदिन्छ क्या ए घुम्या होइन आधी घन्टा 1 घन्टा त रक्तै हो क्या मार्दै हुन्छ अनि फेरि एक ठाउँ मिस्टेक भयो बाटो भयो भने गुगल म्यापले पनि घुमाएको मिलाउनलाई होइन अनि फेरि अर्को मिस्टेक गरिन्छ हातिएर अनि फेरि त्यो अर्को गर्दै कोसोको यो माथिको टोल वेमै हाइवेमै सिद्धिन्छ त्यस्तो हुन्छ त्यही भएर यहाँ चाहिँ अलिक म्यापहरू होइन अनि माथिको यो बोर्डहरू चाहिँ राम्रोसँग ध्यान दिएर कुदाउनुपर्छ है त भाइ यो बाटो चाहिँ हानेदा एयरपोर्ट पनि जाँदो रहेछ है योकोहामा हानेदा यहाँ माथिबाट चल्छ नि हो ट्रेन के छ यो त अब छोडिदिउँ अब टोकियो 50-100 वर्ष अगाडि छ क्या यो सहर अरूतिर भन्दा साँच्चीकै ऊ माथि हेरौँ ट्रेन गएको तुमसे मिलना बात करना बड़ा अच्छा लगता है क्यों है हम मगर जो भी है
बडा अच्छा लगता है तुमसे मिल्न यो हामी कहाँ कुन ठाउँमा आइपुग्यो आमाहरूमा त्यो त्यो कस्तो उडाएछ अब 24 किलोमिटर छ होइन 19 मिनटमा पुगिन्छ भनेर देखाएको छ गुगल सरले देखाउनु भएको छ यहाँबाट चाहिँ निस्किने रहेछ यता गयो भने चाहिँ तोमै एक्सप्रेसवेमा जाने अरे होइन ए ऊ माथि माथि कहाँ माथि माथि छ त सो गाइज होइन म चाहिँ यहाँनिर बाटो मिस्टेक भएर त्यो फर्केर जानको लागि आएको खासमा भन्नुपर्दा चाहिँ तर मिस्टेक पनि यस्तो राम्रो मिस्टेक भएछ कि म यो दाइको पार्किङमा आएँ होइन दाइको पार्किङ भनेको चाहिँ यो गाडीहरू बाइकहरू होइन यो रोडको लागि चाहिँ एकदम बाह्र ठाउँ थियो यो यहाँ चाहिँ जस्तै अब युनिक गाडीहरू भयो होइन स्पोर्ट्स कारहरू भयो योहरू सो गर्ने ठाउँ भनौँ न यो चाहिँ जस्ट कपाल खतरा हो कि ठाउँ यहाँ आइपुग्यो अब त्यहाँ क्याफे रेस्टुरेन्टहरू रहेछ त्यहाँ नास्ता पनि खाएको छैन नास्ता सास्ता खान्छु अनि पुरै जान्छु है त सो गाइज अहिले चाहिँ 1:30 भइसकेको छ मैले चाहिँ यो रामेन खाने विचार गरेँ यहाँ अब म रामेन खान्छु हेर्छु होइन अनि त्यसपछि चाहिँ फेरि राइड सुरु हुन्छ राइड चाहिँ अब यहाँबाट गएर उमी होताते भन्ने ठाउँमा जान्छु होइन त्यहाँ पार्किङ चाहिँ एकदम फेमस हो त्यो पनि गाइज अब रामेन खानु त सो गाइज खानपिनको कार्यक्रम पनि सिक्यो होइन अब एक राउन्ड हान्नु पऱ्यो यहाँ गाडीहरू कस्तो कस्तो छ हेरिदिउँ न त Ladies rider रहेछ नि त सुपर कार सुपर गर्ल इन द सुपर कार हो सो गाइज होइन यहाँ चाहिँ अब गाडी साडीहरू पनि हेरियो खानासाना पनि खाइयो एकछिन रेस्ट पनि गर्यो होइन अब चाहिँ लाग्नुपर्छ अब चाहिँ म जाँदैछु उमी होताते भन्ने ठाउँमा आमामा कति धेरै बाइकहरू आइसकेछ लाइन लागेछ त सो गाइज होइन अब चाहिँ यो दाइको ओरेन्जीबाट म चाहिँ निस्किन्छु होइन बाइक साइक पनि हेऱ्यो बबाल बबाल गाडीहरू पनि देखियो होइन अब ल जाउँ है त The fire burned out, the warmth has gone away. The fire burned out, darling, the warmth has gone away. You turned so cold on me, baby, and you'll miss my love someday. खासमा मिस्टेकले आएको तर मिस्टेक पनि कोही कोही बेला कुनै टाइमको मिस्टेक पनि मिस्टेक नहुँदो रहेछ कि मिस्टेकै भएन यो ठाउँमा आउनलाई चाहिँ मलाई पहिलेदेखि नै मन थियो यहाँ हार्ले ग्याङ रहेछ होइन अब चल्दिउँ ल लेट्स गो फर उमी होतारू गाइज है त
अरू धेरै कुरा होस् तर यो बाटो मिस्टेक चाहिँ नहोस् कि अहिलेको मेरो दिमागमा चलेको कुरामा एउटा अघि त बाटो मिस्टेक भएर यहाँ यस्तो बब्बाल ठाउँमा आउन सफल भइएको थियो र अब चाहिँ नहोस् अब कहीँ जानु परेको छैन गाइस होइन सो Now, honey, I'm free from your taste. And now that we're just memories, all I can do is bless your name. सो गाइज फाइनली म चाहिँ यहाँ उमी होतारू भन्ने ठाउँमा आइपुगेको छु होइन यो चाहिँ यस्तो छ यो साइडमा चाहिँ त्यो साइडमा चाहिँ हाइवेहरू पनि देखिन्छ अनि त्यो साइडतिर जाउँ हेरौँ के कस्तो रहेछ है त यो चाहिँ सबै वरिपरि समुद्र के समुद्रको बिचमा चाहिँ यो पार्किङ एरिया बनाएको रहेछ होइन खतरा छ उमी होतारू अरे धेरै मेहनतपछि आइपुग्यो यहाँ दाइको पार्किङ पुग्यो मिस्टेक भएर यहाँबाट अनि त्यहाँ दाइको पार्किङमा घुम्यो ओर्यो अनि फेरि यता फर्केर आइयो अनि चाहिँ उमी होतारू भन्ने ठाउँमा म आउन सफल भइसकेको छु मिस्टेक भयो हाइवेमा ठिकै छ केही छैन आइपुग्यो होइन होस् रमाइलो छ ल गाइज यही हो है त त्यो उमी होतारू भन्ने ठाउँ चाहिँ गोपाल छ त्यहाँ घन्टी बजाउने ठाउँ रहेछ यहाँ छ फोटो खिच्ने होइन एक दुई सटमा पनि फोटो हान्छु त्यहाँ मोबाइल अडाउने रहेछ कि त्यही भएर एक्लै हुँदा पनि केही फरक पर्दैन अघि त यो कटिएर गइएछ नि त खासमा चाहिँ यहाँबाट त्यहाँबाट यता पार्किङतिर झरेर घुमाएर यता आउनुपर्ने रहेछ कटेर गइएछ यस ठाउँमा आइपुग्यो खुसी लागेको छ सो गाइस होइन आजको उमी होतारू पनि यसरी नै म आइपुगेँ होइन घुमघाम गर्थ्यो हल्का खिच्यो एक्लै जस रमाइलो भएको छ होइन नयाँ नयाँ ठाउँ देख्न पाइएको छ हल्का गाडी भन्दा आज बाइकमा झुक्किएर बाटो चाहिँ झुक्किएको थियो त्यही नि केही छैन ठिकै छ यहाँ आइपुग्नु नै ठुलो कुरा हो होइन आइपुग्यो त्यहाँ रहेछ घन्टी बजाउने ठाउँ रहेछ बजाउँदैछन् होइन त्यो के भने आन्टी त होला नि आन्टीले चाहिँ मैले एक्लै फोटो खिचिरहेको देखेर बिचराले म खिचिदिन्छु भनेर खिचिदिएको थियो कि खिच्दिन त खिचिदिएको थियो तर पोजै नदिई खिचिदिएको रहेछ त्यही हो त्यो चाहिँ भनिदिनु नै ठुलो कुरा हो होइन यो चाहिँ सब वरिपरि चाहिँ सबै समुद्रको बिचमा बनाएको रहेछ यो पार्किङ लट हेर्नु न त्यहाँ कडो छ यार जापान बवाल छ गाइस तल चाहिँ यो म भएको चाहिँ अहिले टप फ्लोर हो होइन फोर्थ अनि यहाँभन्दा मुनि चाहिँ ऊ छ कि स्टारबक्सहरू क्याफेहरू छ त्यहाँ क्याफेमा गएर यसो कफी सफी खाएर अनि चलिदिनु पर्यो यहाँ चाहिँ होइन क्याफेहरू छ अब यस्तो स्टारबक्समा गएर कफी खानु पऱ्यो यहाँ रहेछ स्टारबक्स अनि चलिदिनु पऱ्यो घरतिर अब अरूतिर गइएन आज फेरि नेक्स्ट टाइम आउने छु होइन होइन आज नै यो दाइको पार्किङ र
उमी होतारू यो दुईवटा स्पोर्टमा चाहिँ मैले भ्याएँ होइन। बाटो अलिअलि ढुक्यो, त्यही भएर टाइम पनि लाग्यो। सो अहिले चाहिँ 4 पनि बजिसकेछ। अब चाहिँ हाइवे नचलाइकन तलको बाटो आनन्दले बिस्तारै जान्छु फर्किँदा। त्यही भएर अब 4 बजिसकेछ। त्यही भएर अब तलको बाटो जाँदा टाइम लाग्छ नि त, लगभग 3-3.5 घन्टा नै लाग्ने देखाएको छ म्यापले पनि। अनि अब बिस्तारै बिस्तारै फर्किँदैछु। अब नेक्स्ट टाइम यहाँ वरिपरि भएको स्पोर्टहरू धेरै रहेछ। साथी पनि जाने भन्ने हुनुहुन्छ, त्यो साथीलाई पनि लिएर आउनु छ। त्यति बेला चाहिँ अलिक बिहान छिट्टै हिँडेर अलिक होइन धेरै ठाउँहरू भ्याउने गरी आउँछु। सो अनि भ्लगलाई चाहिँ आज यतिमै मैले अन्त्य गर्छु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद होइन। लाइक, कमेन्ट अनि सेयर गर्न पनि नबिर्सिदिनु होला होइन। तपाईँहरूको 1 लाइक, 1 कमेन्ट, 1 सेयर, भनौँ न 1 सब्सक्राइबले धेरै मोटिभेसन दिन्छ नि त। त्यस्तो अब टोकियो नजिकैतिरबाट मैले धेरै नै एक्सप्लोर गर्ने नै छु। सो गाइज अब आजको लागि यतिमै। अनि सी यू इन द नेक्स्ट भिडियो है। व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, काम गर्नुहोस्, पैसा कमाउनुहोस्। ओके, सी यू अन्टिल द नेक्स्ट भिडियो है त। बाई बाई। 6:40 लागेको छ होइन।